ह्याप्पी न्यू इयर नयाँ वर्षको सबैलाई शुभकामना 2083 सालको म बिहान बिहान उठेर नुहाइ धुवाइ गरिसकेँ चिया चिया खाएर पूजा गरिसकेँ अब चाहिँ म खाना पकाउँछु अनि खानासाना खाएर रेडी भएर आज चाहिँ हामी घुम्न जाँदैछौँ नयाँ वर्ष मनाउन ओके म रेडी हुँदाखेरि भिडियो बनाउँछु म चाहिँ न्यू इयर घुम्न जानको लागि रेडी अब मोजा लिएर बसेको छु जुत्ता लाउँछु रेडी भइसकेँ यति हो भाइ कता खास कति राम्रो हरियाली हामी चाहिँ भाइरल खोला जाँदैछौँ रौतहटको पुगेको छैनौँ यहाँ अनुहार त बसेको देखेँ होइन त्यही पनि मेरो दाइ देखिरहेको हाम्रो यो भाइरल ठाउँ चपुरको के अरे यो ठाउँको नाम भाइ बुद्ध खोला बुद्ध खोलामा आइछौँ बुढा खोला हामी चाहिँ एकचोटि चाहिँ यहीँ हाम्रो न्यू इयर मनाउने भनेर पनि सोचिराख्यौँ तर हाम्रो चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी नै भएको थियो यति नराम्रो त्यो पानी पनि धेरै छोडेको थिएन पानी पनि राम्रोसँग बगेको थिएन र लेयर देखिरहेको थिएन 3 स्टेप लेयर त्यसले हामी चाहिँ यहाँबाट छिट्टै फर्क्यौँ र सबै थोक बनाएपछि चाहिँ हामी चाहिँ खाना रेडी भएर सबजना बसिसकेका छौँ अब हामी खान्छौँ यो चाहिँ हाम्रो न्यू इयरको ग्याङ हामी चाहिँ सब गएको थियौँ रमाइलो भएको थियो फेरि हाम्रो सब सामान रेडी भइसक्यो हामी सबजना रेडी छौँ हेलो हाई श्रेयांशीलाई भाइको मोबाइल खोइ अब हामी चाहिँ खाने बेला भयौँ रेडी गरेर यिनीहरूले चाहिँ खाएर पनि आइसके रमाइलो भयो मिठो भयो मैले बनाएको हो ओसेको यिनीहरू तिनटाले गर्दा है यिनीहरू तिनटा हराएर ओसेको ओसे खाएर पानी हाल्नुपर्छ अरे स्काटी मेरे हेर्नु त
धेरै गर्मी हुँदो रहेछ कि यत्रो फ्यान चलाए पनि अब सुमित मात्रै खेलिरहेछ हामी सबैको टाइम अफ भइसक्यो सुमित ट्रेन्सी पुकार न्युर्स एकदमै रमाइलो भयो हामी चाहिँ 3 ठाउँ घुम्यौँ बुढी खोला डाबरी र स्काटी अनि धेरै रमाइलो गऱ्यौँ मिठो मिठो खायौँ फेरि अर्को भिडियोमा भेटौँला बाई